के नेपाल पनि धनी देश बन्न सक्छ? सोडिङ वाग्लेले त एनाउन्समेन्ट नै गरिसके कि अबको 4 वर्षमा नेपालको बजेट 21 खर्बबाट उठाएर सिधै 100 खर्ब पुर्याइदिने। सुन्दा जोग जस्तो त छ, तर अहिले जति पनि धनी देशहरू छन् तिनी कुनै बेला गरिब थिए। त्यही अमेरिका 200 वर्ष अगाडि स्ट्रगलिङ नेसन थियो, त्यही दुबई 70 वर्ष अगाडि बालुवामा हराएको ठाउँ थियो। तर एउटा समय आयो उनीहरूले आफूसँग भएको असली खजानालाई चिने। कसैसँग ओइल थियो, कसैसँग ग्यास थियो, कसैसँग टेक्नोलोजी थियो, र त्यही चिज बेचेर उनीहरू संसारकै शक्तिशाली देश बने। अब असली प्रश्न यहाँ आउँछ कि नेपालसँग त्यस्तो के छ जसले नेपाललाई पनि धनी बनाउन सक्छ? यी पुराना नेताहरूले देश बिगारे, यो त बच्चालाई थाहा छ। तर अबको बाटो के? अब त नयाँ सरकार पनि आयो कि अब देश धनी बन्ला कि हामी पनि बस बालन शाहको स्वाग हेरेर मक्ख छौँ? लेट्स फाइन्ड आउट। हेर्नुहोस्, पहिलो कुरा त दिमागबाट यो निकालिदिनुहोस् कि हर्क चाम्पाङ स्टाइलमा विदेशमा भएका नेपालीहरूलाई स्वदेशमा ल्याएर ढुङ्गा बोकाएर खेतमा काम गराएर देश धनी बन्छ। त्यसो गर्दा धनी होइन, उल्टै देश टाट पल्टिन्छ। किनकि हाम्रो देश एउटा लुपमा फसेको छ र जबसम्म त्यो लुपबाट बाहिर निस्किन्न न देश धनी बन्छ न टाट पल्टिन्छ, बस बिचमै झुन्डिरहन्छ अहिले जस्तै। यो लुपलाई एकदम सिम्पल तरिकाले बुझौँ, त्यसपछि एक एक चिज क्लियर हुन्छ। तपाईँले अहिले युज गरिरहेको मोबाइल, जुत्ता, कपडा, पेट्रोल लगायत धेरै जसो सामान नेपालमा बन्दैन, बाहिरबाट आउँछ र त्यो किनेर ल्याउन डलर चाहिन्छ। किनकि बाहिरको देशले नेपाली पैसा लिँदैन। तपाईँ हामी बर्डरमा गएर पैसा साटेर 5 किलो चिनी लिएर आएको जस्तो हुँदैन। ठुलो स्केलमा इम्पोर्ट गर्ने हाम्रा नेपालका बिजनेसम्यानहरू ब्याङ्कमा जान्छन्, ब्याङ्कलाई नेपाली पैसा दिन्छन्, तर ब्याङ्कले बाहिरको ब्याङ्कलाई डलरमै पेमेन्ट गर्नुपर्छ, अनि बल्ल सामान नेपाल आउँछ र तपाईँ हामीले युज गर्छौँ। मतलब कि ब्याङ्कमा डलर छैन भने बाहिरबाट केही सामान इम्पोर्ट गर्न पाइँदैन, देश टाट पल्टिन्छ। अलि पहिला श्रीलङ्कामा सेम केस भएको थियो। अब यहाँ बुझ्नुपर्ने कुरा के छ भने तपाईँले लगाएको बन्डीदेखि तपाईँले खाएको तरकारी, त्यो पकाउने ग्यास सब किन्नलाई नेपाललाई 1 सालभरिमा अराउन्ड 13 अर्ब डलर चाहिन्छ हामीलाई 13 अर्ब। तर नेपालसँग जम्मा 3.5 अर्ब मात्र जम्मा हुन्छ। सामान बेचेर टुरिज्म, आइटी सेक्टर, विदेशी अनुदान सब मिलाएर जम्मा 3.5 अर्ब। त्यो बाँकी 10 अर्ब डलर कहाँबाट आउँछ? यसको उत्तर हो रेमिटान्स। अब सोच्नुहोस्, त्यही युवालाई नेपाल फर्काएर नेपालमा डलर रिजर्भ कहाँबाट जम्मा हुन्छ? अब के फेसबुकै अर्थशास्त्रीहरूले भन्छन्, बाफ्रे उसो भए बाहिरबाट सामान मगाउन बन्द गरिदिउँ न त, डलर पनि जोगिन्छ, स्वदेशी सामान पनि बिक्छ। तर बाई चान्स बाहिरबाट सामान मगाउन कम गरियो भने सरकारले भन्सारबाट कस्टम ड्युटी ट्याक्स उठाउन पाउँदैन, र त्यो ट्याक्स उठाउन नपाएपछि बजेट बन्दैन। अहिलेको बजेट हेर्नु भएको छ, सरकारले 21 खर्बको बजेट ल्यायो। 13 खर्ब कर्मचारीको तलब र प्रशासनिक खर्च गर्न, 4 खर्ब वैदेशिक ऋणको किस्ता तिर्न र बाँकी 4 खर्ब देश विकास गर्न। तर यो 21 खर्ब सरकारसँग छ त? छैन। सरकारले आश राखेको छ कि 14 खर्ब रुपियाँ राजस्व उठ्ला, बाँकी पैसा ऋण र अनुदान मगाउला, यो भनेर बजेट बनेको छ। बाई चान्स राजस्व 14 खर्ब भन्दा कम उठ्यो भने कर्मचारीको तलब रोक्न मिल्दैन, ऋणको किस्ता नतिरी सुख छैन, अन्तिममा काटिने भनेको त्यो देश विकासका लागि छुट्याएको 4 खर्बबाट हो। यसलाई भन्छन् नेपालको इकोनोमिक लुप। बाहिरबाट सामान आयात नगरे राजस्व उठ्दैन, राजस्व नउठे बजेट बन्दैन। आयात गरौँ भने डलर चाहिन्छ, डलरको लागि जनतालाई विदेश पठाउनु पर्छ। हेर्नुहोस्, पुराना नेताहरूले यही लुपभित्र बसेर पनि वर्षौंसम्म मजा गरे। तर अब प्रश्न के हो भने कि यो लुपबाट बाहिर निस्किने कुनै उपाय छ? उपाय बिल्कुल छ। सोडिङ वाग्लेले दिएको रोड म्याप अनुसार हामीलाई बस 2वटा कुरा चाहियो। इम्पोर्ट टन्नै होस् ताकि सरकारको राजस्व नघटोस् र नेपालका जनता स्वदेश फर्किँदा पनि ब्याङ्कमा डलर रिजर्भ नघटोस्। अब यस्तो कसरी गर्ने? त्यसको लागि नेपालसँग 3वटा रिसोर्सेसहरू छन्, त्यसको फुल्ली युटिलाइजेसन हुनु पर्यो, जुन आजसम्म कुनै पनि गभर्नमेन्टले गरेन। तपाईँलाई थाहा छ, ठ्याक्कै नेपालको जस्तै हालत भएका स्विजरल्यान्ड, भुटान, रुवान्डा, यिनीहरूको भूगोल पनि नेपालको जस्तै थियो। चारैतिर पहाड, न समुद्र न रिसोर्सेस। उनीहरूले आफ्नो भूगोललाई नै सम्पत्ति बनाए। स्विजरल्यान्डले जस्तो सुकै डाँडाकाँडा होस् त्यहाँ पुग्ने कनेक्टिभिटी पुर्याएर टुरिज्म अब बनायो। नेपालमा पनि यस्ता यस्ता एन्सिस्ट टुरिज्म प्लेसहरू छन् जहाँ जाने रुट छैन। बल्ल अहिलेको बजेटमा गढीमाई, रामारोसन जस्ता ठाउँलाई कनेक्टिभिटीको लागि प्राथमिकता दिएको छ, जुन बालन शाहले चुनाव अगाडि प्रमिस गरेका थिए। खासमा आजसम्म नेपाललाई धनी बनाउन कसैले खोजेकै थिएन। एउटा अचम्मको कुरा के छ भने यो दुनियाँमा सबैभन्दा बढी घुमफिर गर्ने युरोपका टुरिस्टहरू हुन्, तर त्यही युरोपका टुरिस्ट नेपालमा डाइरेक्ट फ्लाइटबाट आउन पाउँदैनन्। थर्ड कन्ट्री ट्रान्जिट गरेर, झन्झट पालेर, टाइम वेस्ट गरेर अनि बल्ल आउन पाउँछन्। यो चमत्कार किन भयो भने सन् 2013 देखि युरोपियन युनियनले नेपाली एयरलाइन्सलाई ब्ल्याक लिस्टमा राखेको छ, एयर सेफ्टीको रिजन देखाएर। बल्ल अस्ति भर्खरै बालन शाहले युरोपियन युनियनका एम्बासडरहरूलाई भेटेर यो ब्ल्याक लिस्टबाट हटाउन रिक्वेस्ट गरेका छन्। यस्तो झन्झट हुँदा पनि 19% युरोपका टुरिस्ट नेपाल आउँथे। सोच्नुहोस्, डाइरेक्ट फ्लाइट भयो भने, टुरिज्म सेक्टरलाई हाई एडभर्टाइज गरियो भने कति डलर कमाइ होला। टुरिज्म मात्रै होइन, यो भन्दा पनि ठूलो खजाना नेपालसँग अर्को छ। ल भन्नुस्, पुरा दुनियाँ के को पछाडि दौडिरहेको छ? इभी, क्लिन एनर्जी, जीरो कार्बन। चाइनाले त इभी को लागि यस्तो ब्याट्री निकालिसक्यो, 10 मिनटमै फुल चार्ज भएर 500 किलोमिटर दौडिन्छ। यस्तै हो भने अबको केही वर्षपछि यी पेट्रोल डिजलका गाडीहरू म्युजियममा देख्न सकिन्छ। मतलब कि हिजोसम्म जो तेल बेचेर संसारको राजा बनेका थिए, भोलिको दिनमा राजा उनीहरू हुन्छन् जसको हातमा सस्तो र क्लिन इलेक्ट्रिसिटी हुन्छ। र यो लाइनमा नेपाल सबैभन्दा अगाडि उभिन सक्छ। नेपालको असली खजाना सुन होइन, हिरा होइन, नेपालको असली खजाना हिमालबाट बगेको पानी हो, जसलाई हामी हाइड्रो पावर भन्छौँ। एक्सपर्टको अनुसार नेपालसँग भएको पानीले नेपाल पुरै साउथ एसियाको पावर ब्याङ्क बन्न सक्छ। सन् 2026 को रिपोर्ट अनुसार नेपालले करिब 4200 मेगावाटको आसपासमा बिजुली निकाल्न स्टार्ट गरिसकेको छ। तर नेपाललाई चाहिने बिजुली करिब 2100 मेगावाट मात्रै हो, र यो जुन एक्स्ट्रा बिजुली छ त्यो अहिले इन्डिया, बङ्गलादेशलाई बेचिँदैछ। लास्ट इयर नेपालले करिब 20 अर्ब रुपियाँ कमायो मात्र 1200 मेगावाट बिजुली बेचेर। अब इमेजिन गर्नुहोस्, 1200 मेगावाट होइन,
12,000 मेगावाट बेच्न थालियो भने इन्कम 20 अर्ब होइन 200 अर्ब हुन्छ। यो मैले हावामा भनेको होइन, सरकारले टार्गेट पनि त्यस्तै राखेको छ। जलस्रोत मन्त्रालयको एम्बिसन हेर्नुहोस्, 28,500 मेगावाट उत्पादन गर्ने, 10,000 मेगावाट इन्डियालाई बेच्ने, 5,000 मेगावाट बङ्गलादेशलाई बेच्ने। तर असली कहानी यहीँबाट सुरु हुन्छ। सिर्फ बिजुली बेचेर मात्रै नेपाल कहिले धनी बन्न सक्दैन, बरु त्यो बिजुली आफैले प्रयोग गरेर त्यो बिजुलीबाट बनेको प्रोडक्ट बेचेर धनी बन्न सक्छ। र आउने समयमा बिजुलीबाट बन्ने सबैभन्दा ठुलो प्रोडक्टको नाम हो ग्रीन हाइड्रोजन। तपाईँलाई याद होला बालन शाहले इलेक्सन भन्दा पहिला भनेको कुरा कि बिजुली बेच्न भन्दा त्यसलाई ब्याट्रीमा स्टोर गर्यो भने कयौं गुणा कमाइ हुन्छ। त्यो यही हाइड्रोजन थियो। दुनियाँभरिका देशहरू अहिलेदेखि नै यसको पछाडि अर्बौं डलर खर्च गर्दैछन्। र हाइड्रोजन बनाउन नहुने चिज हो ग्रीन इलेक्ट्रिसिटी, यानि कि पानीबाट निस्केको इलेक्ट्रिसिटी। इन्डिया र चाइना आफैलाई बिजुली पुगिरहेको छैन, उनीहरू कोइलाबाट बिजुली निकालेर आफ्नो डिमान्ड फुलफिल गर्छन्। त्यसैले नेपालको पुरा फोकस हाइड्रो पावरमा हुनुपर्छ। एउटा ड्याम बनाउने कुरामा इन्भेस्टमेन्ट नगरेर बर्खामा आफूले बेच्ने र हिउँदमा उल्टै आफूले बिजुली किन्ने काम बन्द गर्नुपर्छ। यार तपाईँसँग खजाना छ, त्यसलाई युटिलाइज गर्नुहोस्। यो खजाना अरू देशसँग भएको भए उसले युटिलाइज गरेर मालामाल भइसक्थ्यो। नेपालको हेलचेक रहेको हद हेर्नुहोस्, 1200 मेगावाट क्यापेसिटी भएको मेगा हाइड्रो पावर प्रोजेक्ट अहिलेसम्म अलपत्र छ। तपाईँलाई थाहा छ, तपाईँले 2072 सालदेखि आजसम्म पेट्रोल र डिजल किन्दा 5 रुपियाँ एक्स्ट्रा तिर्दै आउनु भएको छ इन्फ्रास्ट्रक्चर ट्याक्सको नाममा। त्यो ट्याक्स यही प्रोजेक्टको लागि उठाएको थियो, सरकारसँग पैसा नभएर। अहिलेसम्म 168 अर्ब जम्मा भइसकेछ, तर प्रोजेक्ट स्टिल पेन्डिङ छ। त्यस्तै थुप्रै प्रोजेक्टहरू छन् जुन कछुवाको गतिमा हिँडिरहेछन्। हेर्नुहोस्, रिसर्चेस हुँदैमा कुनै पनि देश धनी हुन्न, त्यसलाई रेडी प्रोडक्ट बनाउनु पर्छ अनि बल्ल धनी हुन्छ। सके आफै बनाऊ, नसके विदेशी कम्पनीलाई सुम्प्यौ, तर बिजुली एनी आउ निकाल। जब बिजुली अनि त्यो बिजुलीबाट निक्लेको हाइड्रोजन एक्सपोर्ट हुन थाल्छ नि, त्यसले यति डलर दिन्छ कि छिमेकी देशहरू आफै डिल लिएर टेबलमा आउँछन्। अहिले जस्तो बिजुली नेपालको, तर रेट उनीहरूले तय गर्ने सिचुएसन इन्ड हुन्छ। यति भएपछि बल्ल विदेश गएका नेपालीहरूलाई स्वदेशमा ल्याएर कृषिमा आत्मनिर्भर बन्ने। अहिलेको जस्तो किसान भन्ने बित्तिकै नाक खुम्चाउनेवाला होइन, आधुनिक खेती, माटो परीक्षण गरेर जहाँ जे धेरै फल्छ त्यही फलाउने खेती। रहेको कुरा यसरी आयात कम हुँदा सरकारलाई भन्सार घट्छ कि भन्ने डर। हामीले चामल, गहुँ, मकै यस्तो खाएर टोयलेटमा बगाउने चिजहरूमा डलर सिधाउने होइन, आयात त झन् धेरै गर्ने। तर हाइड्रो पावर, हाइड्रोजन ग्यास, आधुनिक कृषि, यिनीहरूलाई चाहिने ठुला ठुला इन्फ्रास्ट्रक्चरका सामान, मेसिनहरू आयात गर्ने, ताकि भन्सारबाट सरकारलाई कर पनि टन्न आओस् अनि प्रोडक्सन अझै हाई लेभलमा आओस्, ताकि देशको जिडिपी रोकेर चाहिँ कुदोस्। यसलाई भन्छन् एक तीरले 3 निशाना। हेर्नुहोस्, नेपाल धनी बन्न होस् कि तपाईँ धनी बन्न, जबसम्म आउट अफ द बक्स डिसिजन लिनुहुन्न, सबै एज इट इज यस्तै नै चल्ने हो। तपाईँको छिमेकीले अलग सोचेर स्ट्राटेजी अनुसार काम गरेर धनी बनिसक्छ अनि तपाईँ जहाँको त्यहीँ हुनुहुन्छ। देशको कहानी पनि त्यही हो। त्यसैले अहिलेको टाइममा नेपाललाई साँच्चै नै धनी बन्न छ भने नेपालसँग भएका 3वटा खजानाहरू टुरिज्म, हाइड्रो पावर र एग्रिकल्चरलाई हाई क्यापेसिटीमा रन गर्नुपर्छ। अनि मात्रै कुनै पनि अर्थमन्त्री 100 खर्बको बजेट भाषण गर्न जाँदा छाती चौडा गरेर संसदको रोस्टरमा उभिन सक्छ।